पाँचवटा भयो हाम्रो चाहिँ के हो डाङ्गो हो ए माउ रहेछ पुर्ने पाँचवटा भयो ल कलर छ हाम्रो चाहिँ ठुलै रहेछ नि ल यसको चाहिँ भरिरहेछ है ल फेरि पनि Oh my god. Oh my god. ठुलै रहेछ नि माउ मात्र भेटियो त नि बडी बिल्डरहरू त भेटियो नि त के भयो आज त डाँगोले चाहिँ कोराल्नु बस्यो होला नि धन्य कि त डाङ्गो माउ मात्रै भेट्छ त के र ल यहाँ चाहिँ ठुलो पा बसेछ टुसर बल्ल ठुलो ठुलो ल ल ल ल ल ठाउँ बसेको है कहाँ उम्किने दिनु भएन नि भेटै मोबाइलमा हुनु ठुलो माउ रहेछ नि अघि डुलाट निक्लिया लाग्यो माटो नि सोब थोमा हेर्न सोब गुड छ ल तीनवटा भयो ल माथि छ ओइ गयो गयो त्यही सोब सोब देऊ सोब सर्ट ल है चारवटा नि चारवटा है ल चारवटा ट्यापै 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 ल गुड सर्ट ल कतिवटा भयो बाफ्रे बाफ्रे पाँचवटा पाँचवटै लाग्यो ठाउँमा ल है आँटाको बोरा भरिनु ल है आँटाको बोरा यसको त फुल छ होला पेटमा त यसलाई चाहिँ फ्राई गर्नुपर्छ घिउमा लट्टो पारामा गऱ्यो अब यसको सुप एड गर्ने खाने पाको सुप है पाको सुप यता पनि दुईवटा छ बेलुकीको लागि